के भने कहाँ म के हो चारमा Hi everyone, welcome back to my another brand new vlog. अनि आज चाहिँ सन्डे हैन, म चाहिँ छुट्टी लिएर सोनतिर आएको छु। आज चाहिँ हामी साकेला जाँदै छौं अनि आफ्टर 2 months सारादासँग चाहिँ आफ्टर 4 months भेट हुँदैछ हैन। हेलो गाइस, यतातिर हाम्रो केटीहरु छन् पछाडी। आदि ग्रुप उता कहाँ जानु भयो म? शपिङ ए आदि ग्रुप शपिङको लागि जानु भएछ। म चाहिँ यहाँ कपाल काट्न जाँदै छु। अनि कपाल हेयर कट गरेपछि चाहिँ हामी साकेला हुने ठाउँ जान्छौं। आज चाहिँ हजुरहरुलाई हामी कोरियामा चाहिँ साकेला नाच कसरी हुन्छ, कस्तो रमाइलो हुन्छ भन्ने कुरा चाहिँ एकछिनमा भिडियो देखाउँदै जानेछु। सो टिल देन वाचिङ। हामी चाहिँ यहाँनिर कपाल काट्ने ठाउँमा आइसक्यौँ। एसएमआर सोनमा रहेको गाइज। म चाहिँ हेयर कट सकेर अब साकेलातिर लागेँ हैन। राम्री भएर कपाल काट्दा त राम्रो कस्तो मजा आइरहेछ। साकेला नाच्न हिँडेको साथीहरू घाम यस्तो चर्को छ हैन, कस्तै गर्मी हुन्छ जस्तो लागिरहेछ। त्यही पनि गर्मी शर्मीले हामीलाई नाच्नु चाहिँ रोक्दैन। नाच्ने हो रमाइलो गर्ने हो जाने हो। यहाँ चाहिँ हैन अब सबै यहाँ नेपालीहरू यहाँ दौरा सुरुवालमा मान्छे टक्क लाएर हैन, खुट्टामा जुत्ता टक्क लाएर दौरा सुरुवाल टक्क लाएर यतै राई ड्रेसमा लिन त पुरै घटा छ ए घटाए। यहाँ सबै राई ड्रेसमा, हामी त राई ड्रेसमा छैनौँ हैन गाइस। सो फाइनली गाइज हामी चाहिँ सोन आइसक्यौँ। यो साकेला नाच्ने ठाउँमा चाहिँ यहाँ चाहिँ भसमुन खोङ्गन छाङ्गन खोङ्गन भन्ने छ। आजको वेदर पनि राम्रो छ हैन। अब पुगिसक्यौँ भने चाहिँ यहाँ अगाडि हाम्रो ग्याङ आज यो वर्ष चाहिँ हाम्रो ग्याङमा कतिजना नयाँ हुनुहुन्छ भने 1 जना 2 जना 3 जना नयाँ थपिनु भएको छ। सो रमाइलो हुन्छ होला हैन। यो वर्ष चाहिँ गाइज मान्छे धेरै नै छ जस्तो लाग्यो हैन। भिड छ यहाँ भिड। दाइ अनि यो वर्ष मान्छे धेरै देख्छु त म त हैन। लास्ट इयर भन्दा चाहिँ धेरै छ। यहाँ चाहिँ यो सायद ट्रायल होला है। यहाँ भर्खर यस्तो हुँदैछ। हामी चाहिँ पुगिसक्यौँ तर यो वर्ष लास्टै धेरै मान्छे आएको रहेछ। सो गाइज हाम्रो चाहिँ फोटोसुट टिकटक सबै भ्याइयो होइन। अब चाहिँ हामी त्यहाँ नाच्नु गर्दैछौँ। यहाँ चाहिँ अब सुरु हुँदैछ। हामीलाई वेलकम भन्नु त्यसो धन्यवाद भन्नु अरे क्या मैले चाहिँ। धन्यवाद। पानी बोक न यार। हामी चाहिँ खाना लिएर आयो गाइस। सारादाले जाड घोप्टाएछ अनि हामी यहाँ बसेर खानुपर्छ। सो गाइस हामी चाहिँ खाना लिएर आइसक्यौँ। म खाना खान आँटेको होइन। राईहरूको स्पेसल खाना छ होइन, सेलरोटी। यसलाई के भन्छ अरे? किनीमा छ यहाँ चाम्रे भात सेलरोटी। यो चाहिँ स्पेसल खाना हो राईहरूको भनेर अब हामी चाहिँ खाना आँटेको। खाएर सकेर होइन रिदाउन आँटिरहेछ।
वर्ष चाहिँ होइन साकेला नाच्न यति धेरै मान्छे आएको छ कि लास्ट इयरभन्दा अलिक धेरै भएछ मान्छे चाहिँ। हामी चाहिँ अनि डाँडाबाट हेर्दैछौँ सबैको पर्फर्मेन्स हेर्दैछौँ यहाँ बसेर। हाम्रो आज साकेला सकियो। अब हामी चाहिँ यहाँ यही स्टेसनबाट छुट्नुपर्ने हुन्छ। म चाहिँ अब ठाउँ चेन्ज भएकोले सँगै जानु नि पाएन। यहाँबाट चाहिँ अब हामी छुट्दैछौँ। दाइहरू जुन दिन जानुहुन्छ, म चाहिँ अब तेजनतिर भएकोले गर्दा चाहिँ अब हामी चाहिँ यहाँबाट छुट्दैछौँ। साथीहरू अब यहाँबाट सधैँ सँगै गइन्थ्यो, अब चाहिँ हाम्रो चाहिँ बाटो अलग भएको छ। सबैजनालाई भेटेर खुसी लाग्यो। कहाँ के भनिरहन्छ अहिले त्यहाँ यहाँ म के भन्दैछु ल। अब हामी खाजा खाएर छुट्टिनुपर्छ होला होइन। सबैजनासँग भेट भएर खुसी लाग्यो। धेरै पछि अब नि समय मिलाएर भेट्दै गर्नुपर्छ। ल त गाइजहरू ब्लग चाहिँ यिनसम्म हेर्नु होला, इन्जोय गर्नु होला। बाई बाई।